हेलो एभ्रिवान, के छ सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि ठिकै छु, हल्का हल्का बिरामी भएको थिएँ, त्यही भएर औषधि गर्न जान लाग्यो। अहिले बेलुका 5-6 बज्यो अनि मेरो बुढीलाई चाहिँ यता साइकल डोर्याउँदै हुनुहुन्छ होइन। कहाँ जान लाग्यो? चलाउ न त, म थामिदिन्छु चलाऊ है, नलौट है फेरि। ल बस, रोक है एकछिन। ल छोडिदिउँ। कहाँ भित्तातिर हो हालेको फेरि, हेर न। छिटो गर छिटो। भयो, अब आउँदाखेरि चलाउने है। लगाइत भिडियोलाई अन्तिमसम्म हेरेर यसो सपोर्ट गरिदिनु होला है। भयो क्या? ओए अहिले त आफै, ओ माई गड, सिकिसक्यो चलाउन। ओए ए, यहाँ त नयाँ बिल्डिङ बन्न लाग्छ। माथिबाट हेर्ने पनि आँखा रिङ्छ होला यार, यति अग्लो छ नि यो बिल्डिङ। ओ माई गड, रोक त्यस्तै गर। यता हेर त, यता हेर न। हो यस्तो गर। नाइ त्यत्तिकै गर न, फोटो खिचाउने हो क्या। एकछिन डाक्टरसँग कुराकानी भयो। उसले चेक गरेर एउटा पर्ची दिन्छ। शरीरमा कमजोरी भएको कारणले गर्दा बोतल चढाउनु पर्ने भयो। पर्चीमा लेखेको अनुसारको दबाई चाहिँ पहिले नै बाहिरै किन्नु पर्दो रहेछ, अनि मात्रै भित्र गएर बोतल चढाउँदो रहेछन्। भित्र भिडियो बनाउन लाग्यो, नर्सले भिडियो बनाउन दिएन। त्यहाँ चाहिँ हामीलाई पानी चढाउन 1-1.5 घन्टा लाग्यो। त्यसपछि हामी मार्केटमा गएर बेलुकाको लागि माछा लिन्छौँ। त्यहाँदेखि हामीलाई चाहिने चिजहरू प्याज, टमाटर, लसुन अनि मसलाहरू के चाहिन्छ त्यो लगेर हामीले रुममा राख्छौँ। रुममा राखिसकेपछि हामी दुईजनाको प्लानिङ चाहिँ पहिल्यैदेखि नै, धेरै दिन पहिलेदेखि नै फिल्म हेर्न जाने भन्ने एउटा रहर थियो। त्यही भएर आज चाहिँ लास्ट दिन पनि रेखा दिदीसँग स्कुटी मागेर हामी करिब रातिको 9 बजीतिर फिल्म हेर्न जान्छौँ। हेलो गाइज, हामी चाहिँ अहिले मुभी हेर्न आएको दुईजना। अहिले 9 बज्यो रातिको, अनि मुभी हेरेर जाने हो नि, हो कि न? कस्तो लागिरहेको बुढी, कस्तो लागिरहेछ? फोटो खिचाउने हो कि? लिफ्टमा जानुपर्ने रहेछ। हिँड्दै जाउन, एक्सर्साइज पनि भइहाल्छ, हो कि न? हाई गर त। फिल्म सकेर हामी जाँदैछु रुमतिर। यता चाहिँ 1 बजिसक्यो। अब चाहिँ हामी आफ्नै 220 मा जाँदैछु है। साइकल हो त्यो चाहिँ। अहिले चाहिँ घुमेर आइयो फिल्म हेरेर, अनि माछा ल्याइएको थियो, माछा बनाएर खाने हो। अब ए उहाँले काम गर्दै हुनुहुन्छ। के काम गर्न लाग्नु भएको छ अहिले? यो चाहिँ मैले दिनमा ल्याएको थिएँ माछा, यहाँ छ। यसलाई पखाल पुखाल गरेर
बनाइहाल्नुपर्छ अनि बनाएर खाइहाल्नुपर्छ। अहिले चाहिँ कति बज्यो? 1:30 भइसकेको छ, 2 बज्न लागिसकेको छ। खानापिना खाउन्जेला पाकुन्जेला 3 बज्छ अनि 3 बजतिर सुत्ने हो। ल गाइज, मेरो चाहिँ माछा पकाएर मैले रेडी गरिसकेँ। अहिले चाहिँ ठ्याक्कै 2 बजे रातिको हो त यसलाई हाल्ने हो अनि खाएर सुत्नुपर्छ। अनि बुढी चाहिँ सुतिरहेको छ, उठाउनुपर्छ। बुढी उठ, खाना खाना उठ। के भयो, निद्रा लागेको छ? अब खाना खाऊँ अनि सुतौँला है। आज चाहिँ यो माछा कसरी बनाएको भनेपछि तेल थिएन क्या रुममा, तेल ल्याउनु पनि बिर्सेछ। अनि पानी हाले, पानीमा ती फेरि प्याज टमाटर हालेर बनाएको कस्तो पो भएको छ, मसलै नाम देखिन्छ। हेलो गाइज, हामी चाहिँ जान लागेको। यो ठाउँ छोडेर कुन ठाउँ जान्छ त्यो चाहिँ थाहा छैन। यता मेरो बुढा सामान बोकिराख्नु भएको छ। हेर्नु, मेरो बुढाले चाहिँ धेरै बोक्नु भएको छ, मैले चाहिँ थोरै एउटा सानो ब्याग बोकेको छु। अब बोक्नु हामी चाहिँ अहिले बस्तारपुरको अटोमा बस्दैछु। सामान हाल्नु लाग्नु भएको छ मेरो बुढो। सामान पनि धेरै छैन, थोरै छ। यो अटो भाडा त लास्ट महँगो के 250 भनिरहेको छ। फाइनली गाइज 2.5-3 घन्टाको यात्रापछि हामी चाहिँ अहमदाबाद पुगिसकेका छौँ। अनि पुगेर पनि खाना बनाउन लागेको हो। अब चाहिँ हाम्रो बसाइ 1-2 दिन 2-4 दिन कति हुन्छ अब यहाँ चाहिँ हाम्रो ठुलो ड्याडी र अनि ठुली मम्मी हुनुहुन्छ, त्यहाँ आएर बसेका छौँ। अनि बुढाबुढी मिलेर चाहिँ हामी अहिले रोटी हाल्न लागेको हो। भात मासु सबै बनाएर रेडी भइसकेको छ, सकेपछि हामी खानेछौँ। आज चाहिँ नेक्स्ट डे, अहिले चाहिँ करिब दिउँसोको 2 बज्यो होला, 2 बज्यो। अनि कोठामा बसिरहेको, एकदमै च्याउ लागिरहेछ, बोर लागिरहेछ। अब यहाँ चाहिँ कति बसाइ हुन्छ, 2-4 दिन। अनि आजको भिडियो के कस्तो लाग्यो, मन परेमा लाइक सब्सक्राइब सेयर गर्न नबिर्सिनु होला। अनि अहिलेलाई छुट्टियौँ, फेरि हामी नेक्स्ट भिडियोमा भेट्ने नै छौँ। अनि हजुरलाई के भन्नु छ? छैन, लाइक सब्सक्राइब गरिदिनु भन्ने होइन? जान्दैन। ल, हामी नेक्स्ट भिडियोमा भेटौँला। अहिलेलाई छुट्टियौँ। बाई बाई, जय नेपाल।